हाम्रो देशमा एउटा यस्तो उखान छ, आकाशको फल आँखा तरी मर। तर केही नेपाली विद्यार्थीले यो उखानलाई अलिकति एडिट गरिदिएका छन्। उनीहरूले आकाशको फल हेरेनन् मात्र, त्यसलाई समात्न एउटा मेसिन नै बनाएर पठाइदिए। तर के यो केवल एउटा विज्ञानको प्रोजेक्ट मात्र हो वा हाम्रो शिक्षा प्रणाली र राज्यको प्राथमिकतामाथि एउटा ठुलो प्रश्न चिन्ह हो? आज ग्लोबल खोजको यो इन-डेप्थ रिपोर्टमा हामी चर्चा गर्नेछौँ मुनाल एउटा स्याटेलाइट, हजारौं सपना र एउटा अधुरो उडानको वास्तविकता। In a historic leap for Nepal's space ambitions, the nation's first fully student-developed satellite, Munal, was launched today. Exactly 10:32 a.m. Nepal Standard Time on Monday, carrying with it hopes of a new generation of Nepali scientists. जेपान समुदाय, जसलाई हामी प्राय पिछडिएको र विपन्न भनेर चिन्छौँ, तर त्यही समुदायका हातहरूले एउटा यस्तो प्रविधि छोए जसलाई छुन धेरैलाई 7 जुनी लाग्छ। यो स्लिपर टु सेटेलाइटको यात्रा सुन्दा त फिल्मी जस्तो लाग्छ, तर यसको भित्री लेयर अर्कै छ। जुन देशमा एउटा सरकारी स्कुलको छत चुइन्छ, त्यही देशका विद्यार्थीले अन्तरिक्षको तापक्रम सहन सक्ने स्याटेलाइट बनाउनु भनेको एउटा ठुलो बहादुरी होइन र? जनवरी 12, 2026 मा रकेट त उड्यो, तर नेपालीहरूको ढुकढुकी लामो समयसम्म टिकेन। प्राविधिक भाषामा भन्दा थर्ड स्टेज अर्थात् रकेटले अन्तिम समयमा आएर धोका दियो। हाम्रो मुनाल स्याटेलाइट अन्तरिक्षमा पुग्नुको सट्टा हिन्द महासागरको निलो पानीमा विलिन भयो। यहाँ एउटा प्रश्न उठ्छ, के यो केवल एउटा ब्याड लक मात्र थियो वा हामीले अन्तरिक्षको यो महँगो खेलमा छिर्नु अघि अझै धेरै तयारी गर्न बाँकी थियो? इन्जिनियरिङमा गल्ती हुनु सामान्य हो, तर एउटा यस्तो सीमित स्रोत भएको देशका लागि एउटा ठुलो पाठ पनि थियो। हाम्रो सरकारले एउटा मन्त्रीको नयाँ गाडीका लागि जति खर्च गर्छ, त्यसको केही हिस्सा मात्र विद्यार्थीहरूलाई दिने हो भने नेपालले आफ्नो रकेट आफै बनाउन सक्थ्यो होला। तर विडम्बना, हामीलाई भ्यू टावर बनाउन बजेट पुग्छ, तर आफ्नै स्याटेलाइट ग्राउन्ड स्टेसन बनाउन सधैँ विदेशीकै मुख ताक्नुपर्छ। मुनाल 2 को तयारी भइरहँदा पनि यी युवा अनुसन्धानकर्ताहरूले गर्ने सङ्घर्ष उस्तै छ। नयाँ फन्डिङ र पुरानो कर्मचारी तन्त्रको झमेला। विश्वका धनी देशहरू मङ्गल ग्रहमा बस्ती बसाल्ने कुरा गर्छन्। हामी भर्खरै एउटा सानो क्युब स्याटेलाइट उडाउन सङ्घर्ष गर्दैछौँ, तर यो सानो खुड्किलो नै नेपालका लागि जाइन्ट लिप हुन सक्छ, किनकि मुनालले स्याटेलाइट मात्र पठाएन, यसको एउटा यस्तो जनशक्ति तयार गर्यो जो भोलि नासामा गएर जागिर खाने मात्र होइन, नेपालमै स्पेस टेकको जग बसाल्नेछन्। अन्त्यमा मुनालको असफलता एउटा पूर्णविराम होइन, यो त एउटा कम्मा मात्र हो। यसले प्रमाणित गरिदिएको छ कि नेपाली दिमागमा कुनै सीमा छैन। सीमा छ त केवल हाम्रो सोच र प्राथमिकता। अर्को पटक जब तपाईँ आकाशमा तारा देख्नुहुन्छ, सम्झिनुहोला त्यहाँ कतै हाम्रा नेपाली विद्यार्थीहरूको पसिना र सपना तैरिरहेको छ। तपाईँलाई के लाग्छ, नेपालले अन्तरिक्षको यो रेसमा आफ्नो स्थान बनाउन सक्ला कि नसक्ला? तपाईँलाई यी नेपाली विद्यार्थीहरूको साहसी कथा कस्तो लाग्यो? आफ्नो तर्क तल कमेन्ट बक्समा राख्नुहोला। यस्तै खोजमूलक भिडियोको लागि ग्लोबल खोजलाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोला। अनुसन्धान, विश्लेषण र सत्यको खोजी जारी रहनेछ। हेर्दै रहनुहोला ग्लोबल खोज। हामीहरूको रोचक प्रसङ्गका साथमा फेरि आउने नै छौँ। हवस् त, धन्यवाद।